हेलो एभ्रिवान। ल आज चाहिँ यो चिकनको करीसँग ढिडो बनाएर खाउँ है त। अनि ढिडो बनाउन चाहिँ मैले पहिला सुरुमा चाहिँ आमाले गराउनु हुन्थ्यो। आज चाहिँ सुरुदेखि नै मैले गराएको, त्यही भएर यस्तो फोहोर मेसी भइरहेछ किचन। अनि ढिडो चाहिँ मलाई चाहिँ अलिकति मिठो मासु छ भने मात्रै मनपर्छ, नत्र भने चाहिँ खासै ढिडो चाहिँ मन पर्दैन, तर मनपर्छ भनौँ। ल खाउँ है त। अनि मलाई चाहिँ खासमा यो ढिडो त नचबै निल्ने हो अरे नि त, तर खासै आउँदैन। सिक्न चाहिँ सिकिरहेको छु, किनभने आमा बजेहरूले चाहिँ घरमा ढिडो खाइराख्नुहुन्छ। अनि आमाहरूसँग खाँदा खाँदा आजभोलि चाहिँ मलाई अलिक मिठै लाग्छ भनौँ न। अनि खान मनपर्छ। अलि दिन खाएन भने पनि ओहो खान पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ है आजभोलि चाहिँ। अनि चपाउन पर्छ नि त, त्यही भएर काँक्रा चपाउने, मासु चपाउने, अनि ढिडो निल्ने।